जति बेला उनलाई सिरियलका लागि अफर आयो त्यति बेलासम्म उनले सो सिरियल कहिल्यै हेरेकी थिइनन्, सिरियलबारे सुनेकी पनि थिइनन्। दोधारै दोधारमा जब सिरियल खेल्न पुगिन् रातारात हिट भइन् प्रियाना आचार्य। उनलाई बाटोमा हिँड्दा मान्छेहरूले मुन्नी भनेर चिन्न थाले। तपाईँ त मुन्नी होइन र, एउटा फोटो खिचौँ न भन्न थाले। त्यसपछि प्रियाना सिरियलको पात्र मुन्नी भनेर चर्चामा आइन्। अहिलेसम्म पनि उनलाई अधिकांशले सिरियलले दिएको परिचय मुन्नी भनेर नै बढी चिन्छन्। कुरा हो झन्डै 7 वर्ष अगाडिको। त्यसबेला प्रियाना नाटकमा अभिनय गरिरहेकी थिइन्। त्यति बेला एक दिन दीपक आचार्य काकुले फोन गरेर प्रियाना भद्रगोल खेल्ने हो न, उनले त्यसअघि कहिले यो सिरियल हेरेकी थिइन् न यसबारे सुनेकी नै थिइन्। उनी युके को 10 वर्ष लामो बसाई सधैँका लागि छोडेर हिरोइन हुन नेपाल आएकी थिइन्। उनलाई जसरी पनि हिरोइन बन्नु थियो, तर अचानक सिरियलबाट अफर आउँदा उनी निकै दोधारमा परिन्। खेलौँ कि नखेलौँ भन्ने दोधारमा उनी त्यस बेलाको भद्रगोलको सेटमा पुगिन्। जब सिरियल प्रसारणमा आयो दर्शकहरूले चिन्न थालेर उनी आफै छक्क परिन्। भद्रगोलमा 2 एपिसोड खेल्दासम्म उनी निकै चर्चित बनिसकेकी थिइन्। सोही टिमले पछि सक्कीगोनी सुरु गर्यो। त्यसमा पनि प्रियाना मुन्नीको भूमिकामा निरन्तर देखिन्। हालसालै एक मिडियासँगको कुराकानीमा प्रियानाले यो कुरा सेयर गरेकी छिन्। अहिले भने प्रियाना फिल्मको अभिनेत्री बनिसकेकी छिन्। उनी अभिनीत फिल्म झरीपछिको इन्द्रेणी देशभरका हलहरूमा लागिरहेको छ। तपाईलाई चाहिँ सक्कीगोनी कि ती मुन्नी कस्तो लाग्थ्यो नि? अहिले सिरियल रोकिँदा उनलाई कतिको मिस गर्नुभएको छ? अनि फिल्मको पर्दामा मुन्नीको अभिनय हेर्नुभयो त? आफ्नो कुरा कमेन्टमा राख्न सक्नुहुन्छ है।